फ्री भिजा फ्री टिकट भन्ने बित्तिकै आँखा बन्द गरेर विश्वास नगरिहाल्नुहोस्। दुबईमा कति हुन्छ स्यालेरी, कुन कम्पनीमा आउँदा राम्रो हुन्छ, कुन काममा आउँदा राम्रो हुन्छ भनेर धेरैले मेसेज गर्नुहुन्छ। यो भिडियो तिनीहरूको लागि हो जो फर्स्ट टाइम विदेश आउँदै हुनुहुन्छ या दुबई आउने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला, तपाईँको लागि काम आउन सक्छ है। इफ तपाईँ फर्स्ट टाइम दुबई आउँदै हुनुहुन्छ भने तपाईँ यदि स्किलसँग आउने कि या नन स्किलसँग आउने भन्ने कुरा हो। इफ तपाईँहरू नन स्किलसँग आउनुभयो भने चाहिँ तपाईँहरूले लेबर भयो, हेल्पर भयो, क्लिनिङको काम पाउनुहुन्छ। यसमा चाहिँ म्याक्सिमम स्यालेरी भनेको तपाईँको 800 देखि 1200 सम्म हुन्छ है। अब तपाईँ स्किल, तपाईँहरूसँग कुनै काम गर्ने सिप तपाईँहरूले सिकेको छ भने चाहिँ त्यसको लागि भनेको तपाईँको बारिस्टा भयो, वेटर्स भयो है, अनि अफिस जब भयो, तपाईँको ड्राइभर भयो, अनि अर्को कुरा भनेको एसी टेक्निसियन भयो, मेकानिकल भयो। यस्तो काममा आयो भने तपाईँको 1500 देखि 3000 सम्म तपाईँको कुनै पनि कम्पनीमा तपाईँहरू आउँदै हुनुहुन्छ भने अफर लेटर चाहिँ राम्रोसँग पढ्नुहोस्। फ्री भिजा फ्री टिकट भन्ने बित्तिकै आँखा बन्द गरेर विश्वास नगरिहाल्नुहोस्। अर्को कुरा भनेको कम्पनीको कन्ट्र्याक्ट पेपर हुन्छ, त्यसलाई चाहिँ पहिला भेरिफाई गर्नुहोस्, त्यसपछि मात्र अप्लाई गर्नुहोस् है। मेन इम्पोर्टेन्ट कुरा, अरूले भनेको सुनेर नआउनुहोस्, पहिला आफ्नो एउटा स्किल बनाउनुहोस्, त्यसपछि मात्र आउनुहोस्। दुबईमा पैसा कमाउन सकिन्छ तर स्ट्रगल बिना हुँदैन। तपाईँहरूलाई यस्ता कुनै जिज्ञासा र केही सोध्नु छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ।